नमस्कार साथीहरू, आज म तपाईँहरूलाई एउटा अति जरुरी जानकारी दिन गइरहेको छु। तपाईँको आधार कार्ड र पान कार्ड लिङ्क भएको छ कि छैन, यदि तपाईँलाई थाहा छैन भने अहिले नै चेक गर्नुहोस्। किनभने यदि आधार कार्ड र पान कार्ड लिङ्क छैन भने तपाईँको पान कार्ड डिएक्टिभेट, बैङ्कको काम, इन्कम ट्याक्स, सरकारी काममा सबै समस्या आउन सक्छ। त्यसैले तपाईँको आधार कार्ड र पान कार्ड लिङ्क भएको छ कि छैन चेक गर्नको लागि तपाईँले सबभन्दा पहिला आफ्नो क्रोम ब्राउजर ओपन गर्नुहोस् र सर्च बारमा इन्कम ट्याक्स गभर्मेन्ट.in मा क्लिक गर्नुहोस् र लिङ्क आधार स्ट्याटसमा क्लिक गर्नुहोस् र तपाईँलाई लिङ्क आधार स्ट्याटसमा यस्तो अप्सन देखाउँछ र पान कार्ड र आधार कार्ड नम्बर तपाईँले हाल्नुपर्नेछ। तपाईँले नम्बर हालिसकेपछि भ्यू लिङ्क आधार स्ट्याटसमा क्लिक गर्नुहोस् र तपाईँले यो पान इज अलरेडी लिङ्क टु गिभन आधार देखायो भने तपाईँको पान कार्ड र आधार कार्ड लिङ्क भइसकेको छ भन्ने बुझ्नुहोस्। यस्तो अप्सन देखायो भने तुरुन्तै लिङ्क गर्नुहोस्। यस्तै इन्फर्मेसन तथा नयाँ जानकारी सिक्नको लागि बिबिके ब्लगलाई फलो गरिदिनु होला।